यो सत्ता चाहिँ बाहुनहरूको हातबाट बाहिर जानु हुँदैन भनेर उहाँहरू छलफल गरिरहेको सुन्नुभएछ परशुनारायण चौधरीले। तपाईँले यो पहिलोपटक आज सार्वजनिक गरे मैले विषय वर्ण व्यवस्था अन्तर्गतको सुपर जातिको रूपमा रहेका बाहुनहरू आफ्ना निम्ति बनाउन प्रयास गरे। म एउटा तपाईँलाई एउटा घटना बताउँ। ओके ओके। 56 सालमा परशुनारायण चौधरीसँग मैले गफ गर्ने अवसर पाएँ। मैले उहाँलाई सोधेँ, तपाईँ काङ्ग्रेसको महामन्त्री कसरी महेन्द्रको पछि लाग्नुभयो भन्दा एक दिन बिपीले उहाँलाई बोलाउनु भएको थियो अरे। उहाँ काङ्ग्रेसको महामन्त्री हो। म प्रधानमन्त्रीको क्वार्टरमा त्यहाँ जाँदा मनमोहन र बिपी चाहिँ भित्र उहाँहरू बोलाएको भन्दा अलि छिटो जानुभएछ परशुनारायणजी। र चाहिँ त्यहाँ जाँदा बिपी र महेन्द्र के अरे बिपी र चाहिँ मनमोहन गफ गरिरहेको रहेछन्। तिमी चाहिँ कम्युनिस्ट पार्टीको नाममा शक्ति निर्माण गर, म काङ्ग्रेसको नाममा शक्ति निर्माण गर्छु, यो सत्ता चाहिँ बाहुनहरूको हातबाट बाहिर जानु हुँदैन भनेर उहाँहरू छलफल गरिरहेको सुन्नुभएछ परशुनारायण चौधरीले। पहिलेको कुरा हो यो मसँग कुरा भएको त 56 मा, त्यो चाहिँ 17 सालको कुरा। अनि कसले सुनेको रे? परशुनारायण चौधरी काङ्ग्रेसको महामन्त्री हो त्यतिखेर। त्यस पछाडि चाहिँ भरे बिपीले बोलाएको टाइममा फेरि निस्केर जानुभयो, बिपी बोलाएको टाइममा आउनुभयो र आएपछि चाहिँ एकछिन गफ गरेपछि फर्किनुभयो र बेलुकै महेन्द्रकोमा गएपछि र उहाँले तपाईँ लाग्नुहोस् म तपाईँलाई साथ दिन्छु, यो प्रजातन्त्र त बाहुनहरूका लागि रहेछ, हाम्रो लागि त होइन रहेछ भनेर म चाहिँ पञ्चायतलाई सघाएँ भनेर परशुनारायण चौधरीले मसँग 56 सालमा स्वयं भन्नुभएको। स्वयं मसँग मैले डायरीमा नोट गरेको छु। उहाँले भन्नु म जिउँदो हुन्जेल चाहिँ नलेखिदिनु भन्नुभएको थियो उहाँले। र मैले अहिले तपाईँले यो पहिलोपटक आज सार्वजनिक गरेँ मैले विषय। त्यसैले यो सत्ता चाहिँ यो बाद ऊ पार्टी भन्दा पनि वर्ण व्यवस्था अन्तर्गतको सुपर जातिको रूपमा रहेका बाहुनहरू आफ्ना निम्ति बनाउन प्रयास गरे। त्यही कारणले आज चाहिँ प्रतिगामीहरू सल्बल आए। आधारभूत जनता, यहाँको उत्पीडित समुदायले आफ्नो अधिकार, आफ्नो भाषा, धर्म, संस्कृति प्रयोग गर्न पाएन।